वेलकम ब्याक टु माई च्यानल होइन। अन्त आज चाहिँ हामी मेरो लुकलाई क्लियर नगर्नु हो, मेरो अलिकति मेरो कपाल च्यापच्याप भएर यस्तो रिस उठेको हिँड्नु बेलामा यस्तो च्यापच्याप कपाल भएर कपाल मिलेन होइन। अन्त म चाहिँ यता ब्याङ्कमा भिडियो बनाउँदैछु हो, मलाई चाहिँ बाहिर भिडियो बनाउनु लाज लाग्यो। अन्त चाहिँ यो भ्लग चाहिँ होइन मेरो बाबाको बर्थडे आउन आँटिसक्यो होइन। आज चाहिँ 20 हो। अन्त आज चाहिँ हामी अब सामानहरू किन्दैछ। अन्त आजैदेखि अब तपाईँहरूलाई मेरो बाबाको प्रिपेरेसन देखाउनु छ है। सो गाइस हामी चाहिँ यता बाबाको लागि बेस्ट किन्दैछु। बेस्ट अरे सर्ट हौ सर्ट होइन। अब हामी त्यो ज्यादा हेरिरहँदैन होइन, अप्सन पनि छैन रहेछ। अनि यही रहेछ अब होइन। अन्त अब योमै हामी एकताल अरू कलर पनि हेर्दैछु है। कस्तो हो यो होइन नि एकताल त्यसले उयो देख्नु पनि सक्छ नि त कालो। मन परेन यो त गाइस। लु त्यही फाइनल भयो। अब के छ किन्नु झोलामा हालिदिनु नि। के छ अब किन्नु पर्ने? अब के भन्नु यहाँ थाकित भइरहेको छ तर पनि के छ किन्नु पर्ने भनेको? ए अन्त भन्नुपर्ने भन्छ किन्नुपर्ने अब के पनि छैन, सबै किनिसकेँ। अब भोलि चाहिँ यसो केक सेक किन्नुपर्ने छ। गाइस होइन। अन्त आज चाहिँ 21 हो होइन। अन्त हिजो चाहिँ 20। अन्त लुगा सुगा किने हामीले ज्यादा गिफ्ट अब दिनु त सक्दैनौँ होइन। अन्त बाबाले पनि त्यस्तो गिफ्ट सेलिब्रेसनहरू त मन पराउँदैन हो। अब ममा र मेरो बर्थडे सेलिब्रेसनहरू हुँदा चाहिँ होइन गरौँ भन्छ त, आफ्नोमा चाहिँ नगरौँ कि नगरौँ चाहिएन भन्दा भन्नुहुन्छ नि त। अन्त गिफ्ट पनि नदे यस्तो पनि नदे भन्दै गरेर हुन्छ। अन्त हामीले ज्यादा किनिदिँदैनौँ होइन। तर सेलिब्रेसन चाहिँ हामी जहिले पनि गरिदिन्छौँ त। अन्त चाहिँ आज चाहिँ हामी दार्जिलिङ जाँदैछु होइन। खासमा चाहिँ मेरो ममाको पनि ड्युटी छ होइन। आज चाहिँ लास्ट ड्युटी हो होइन। अन्त अब दार्जिलिङमा म पनि गइदिएँ ममाको ड्युटी होइन। अन्त अब ममाको ड्युटीमा बस्छु ओर्छु होइन। ममाको ड्युटी सकेर चाहिँ हामी सामानहरू किन्छौँ होइन। अन्त अब केहरू किन्नु छ, पेस्ट्रिज अब केक त खाँदैन हामी। अब त्यो बिचमा यत्रो केक वेस्ट मात्रै हुन्छ नि त। अब 3 जना छ हाम्रो घरमा होइन। अन्त चाहिँ पेस्ट्रीहरू नै सानो नै गर्छ। तर पनि अब चाहिँ सामान किन्नु जाँदैछु होइन हामी। अन्त सो सी यू। गाइस अलिकति माथि पुगेर जाडो हुनु थाल्यो हो। अलिक जाडो पर्दै गयो। अन्त मैले ज्याकेट लगाएँ ममा त भन्दाको बाटोमा यस्तो चेन्जेस है। उयो जामुनेसम्म चाहिँ यस्तो तातिरहेको थियो कि हामी झन्डै झर्ला थिएँ। अन्त अब चाहिँ जाडो थाल्यो हो। अन्त चाहिँ अब हामी जाँदैछु। यस्तो निद्रा लाग्यो कि मलाई भक्कु खाना खाएर आएको नि त होइन। हामी चाहिँ तातो खाना खाएर चाहिँ निक्लेको कि निद्रा लागेर मन आँटिसक्यो गाइस हो। सो हेर्दै गर्नु। गाइस हामी चाहिँ अहिले सिंहमारी आइपुग्नु आँट्यो। अब त पुग्यो भन्दा पनि हुन्छ हो। यस्तो निद्रा लागिसक्यो हो गाइस। सो गाइस अहिले भेटौँ गाइस।
हेलो गाइज, जो हामी चाहिँ मामाको ड्युटीमा आएर आइसक्रिम खाँदैछु। क्याबिन प्रेसमा जो गाइज होइन, अन्त हामीले चाहिँ डल्लै सपिङ गरिसक्यो होइन। अब हामी चाहिँ योपालि नेपाल जाँदैछ होइन। मेरो भाइको भात खुवाइ छ होइन। अन्त त्यसको लागि सबै सामान पनि किनेँ। अन्त यस्तो थाकेँ, अन्त भिडियो बनाउनु पनि याद भएन। यस्तो थाकेर वाक्कै ढिक्क पनि लाग्यो हो। गाइज यो त एउटा पोका मात्रै हो, 50 रुपियाँमा 2टा भेस्टहरू पाउँदैछ होइन। यो त एउटा पोका मात्रै थियो, एउटा डल्लै पोका छ हाम्रोमा होइन। हेर्दै गर्नु होला। गाइस म चाहिँ यता बरोबर खान आँटेको छु। आजको दिन यत्तिकै बित्यो होइन। अब हामी पेस्ट्रीहरू किन्छ होइन। अन्त पेस्ट्रीहरू किन्छ, अन्त के किने लुगाहरू होइन। सो अब घरमा भेटौँला है। अन्त भोलि चाहिँ बाबाको बर्थडे हो होइन। अन्त 12 बजी सेलिब्रेट गरौँ भनेको। अब हेरौँ कस्तो जान्छ। सी यू। मिठो रहेछ, मैले बनाइदिएको भन्दा मिठो। चिकन भएर मिठो। मलाई पनि यस्तै कपाल कलर गरिदिनु न। ब्लू कलर, ब्लू रहेछ। हेलो गाइज होइन। अन्त अब हामी चाहिँ यता प्याकस्याक गरेर मामाको पनि ड्युटी छुट्टी भयो। अब चाहिँ मामाको अब छुट्टी नै भएको होइन। अन्त अब मामाको सिजन ड्युटी पनि छुट्टी भएको होइन। अन्त चाहिँ अब हामी जाँदैछौँ। सो भोलि बाबाको बर्थडे सेलिब्रेसनमा भेटौँ। अनि आज चाहिँ 22 हो बाबाको बर्थडेको दिन होइन। पुरा पानी पर्दैछ। हामी उता मामाको ड्युटीबाट आएँ होइन। अन्त मेरो भोइस पनि सुनेको छ अन्त बाबा उठिरहेको छ होइन। सो अब चाहिँ हामी सरप्राइज दिन्छौँ। सो हेर्नु होला। One, two, three. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Baba. Happy birthday to you. May God all bless you. May God all bless you. Happy birthday, dear Baba. Happy birthday to you. Happy birthday to you. How old are you now? Only 40. Mama. Happy birthday. Happy फ्यामिलीलाई याद गर्ने एकदमै राम्रो भन्छी भएको ल
गिफ्ट गिफ्ट एउटा एउटा एकछिन एकछिन नखोल्नु एकछिन नो नो नट नो त्यसले लाउनु हुँदैन नि बिचको औँली लाउँछ अरूलाई हिँड्न गर देन अब गिफ्ट अहिले उयो गरेर थापिहाल्नु मोर मोर पो छ त बर्थडे गिफ्ट कस्तो लाग्यो यति धेरै गिफ्ट देखेर सबै दुवैजना दामी छ है प्याकेजिङ ब्रान्डेड 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 दामी छ यो चाहिँ मेरो चोइस है मेरो चोइस दामी छ है ठिकै हुने रहेछ देख यसको चाहिँ नदेखाउँ होला ब्रान्डेड त्यो चाहिँ अलिक ब्रान्डेडै छ है ए होइन यो त होइन अब त्यहाँ त्यो अर्को समर ज्याकेट सेतै सेतो मात्रै रहेछ ठिकै हुन्छ हाम्रो केक उब्रो लुगा राम्रै हो कि अरू के भन्नु मलाई यस्तो हात चाहिँ हुँदैन नि त मलाई चाहिँ यस्तो खालको चाहिन्छ हातको चाहिँ